अब के भन्ने पैसा नदिएको चाहिँ यो घरमा यो घरमा लक्ष्मी बास नगरुन् अर्को साल आउँदा भिखारी भएर बसुन् के रे लख घरपेटी घरपेटी बम पड्काइदिन्छु घरपेटी ओइ को हो फेरि लख आमा चुत्या घरपेटी हो त घरपेटी नै खराब रहेछ हो खराब लक्ष्मी भन्न मिलेन अब लक्ष्मण भन्नु पर्यो केटी भएको भए लक्ष्मी भन्नुहुन्थ्यो अब केटा पर्यो लक्ष्मण भन्छ अब तपाईँलाई सिमी सिमी पाकेको सिमी अब हामी गयौँ है लक्ष्मणी बाई जाऊ छिटो जाऊ बाई बाई कस्तो रहेछ दक्षिण नदिएछ हामी जाँदै जान्नु देउसी कत्रो देउसीले भन्न बाख्राको कोट जत्रो भट्टाउनेलाई अगाडि बस्न देऊ न तिमीहरू पछाडि बस है देउसीले भन्नु गुड अब त झन् अब खराब दिन्छ है गाइज ल देऊ यो साल आउँदा ढुङ्गाको घर अर्को साल आउँदा बाख्राको गोठ होस् यो घरमा लक्ष्मीले बास नगरोस् छोरा छोरीले एसएलजी पनि पास नगरोस् एक चुतिया घरपेटी कहिले पनि बिहे नहोस् यो देउसीको अनि आशिष लागोस् पैसा नदिने घरपेटी काम छैन अब के भन्ने भाइ अर्कोहरू बाई बाई अर्कोहरू घरमा पनि तपाईँ आफै घरपेटी पनि राख्यो भने अनि उडाइदिन्छु बम राखेर अब भिखारी घरपेटी यत्रो सुनको टाउको लाएर अनि पैसा चाहिँ नदिने मान्छे फलामको भन्दा नि ढुङ्गाको रहेछ अब भन्छौ छिरेको चोरहरू बाहिर निस्कि चोरहरू पछाडि बस न तिमीहरू म भट्टाइहाल्छु नि पछाडिको आहे बना मेरा भाइयो आहे देउसी रे भन राम्ररी भन भन्दिन यो घरमा अब के भन्ने यो घरको लक्ष्मी भागोस्
पैसा नदिने घरबेटी त्यो घरबेटीको त घर मात्रै 3-4 वटा रहेछ के गर्नु ओइ म अघि घर कल गरेको थिएँ पैसा नदिएसम्म लाग्दैन 5 रुपियाँ नदिने मान्छेले अब 1 लाख रुपियाँ दिने कुरा गर्छ नि त तपाईँको सुनको टाउको बेच्दैन न यत्रो सुनको टाउको बोक्दिने अनि पैसा चाहिँ नदिने डेक्स हान्नुपर्छ क्या डेक्स हान्नुपर्छ एक घर जलाइदिनु गाइस हेर न घर त पुरै खाली छ कि के पनि छैन घर ल मेरो बाथरुममा किन गएको घर त के रहेन त घरमा छ त ऊ सुनको टाउको छ त ऊ अब मसित बन्द घर उडाइदिन्थे भन्नु नि मिलेन ए भन मेरो साथी हो म भटाउँछ आहै छानामाथि गिरौला घरपट्टिले के पनि दिएन अब के हेरौला आहै पैसा नदिने घरपेटी काम लाग्दैन काम लाग्दैन यो घरपेटीको देउसिरे भन्नु 7 जुनीसम्म लप नपरोस् म दिन्छु लभ नपरोस् रे छिटो शराब ल्याऊ छिटो शराब फिर्ता ल्याऊ मात्र ल्याइदिन यो घरपेटीको गर्लफ्रेन्ड जति सबै पहिला जाओस् यो अनिसाको आशिष लागोस् ए उसको गर्लफ्रेन्ड बिचमा आयो बाबु डर लाग्यो मलाई त अहिले झटारो हाल्नु है झटारो हाल्नु गाडी लिएर जा भन्दैछ हौ गर्लफ्रेन्डले त हान्देऊ को हो हेलो हान्देऊ तिमीहरू मसँग खेल्न पनि हो खेल्ने हो हान्दिम मलाई साथी बनाऊ तिमीहरू सबजना भएर मेरो साथी नभएर आएको रिक्वेस्ट पठाऊ पठाइसके तपाईँलाई मैले पठाएँ अनि यो सानी तिमी मेरो साथी लु सबलाई पठाएँ अब घरपेटी त टाउको मात्रै सुनको रहेछ मन त पुरै ढुङ्गाको रहेछ ह्याप्पी तिहार चिसो बिहार अर्को घर त यो पनि भिखारी नै रहेछन् हौ घरपेटी तपाईँको त 7 जुनीसम्म लप नपरोस् यतिकै सिलाइमारोस् पनि 7 दिनमै पहिला जाओस् यो मेरो घर है यो चाहिँ म तिमीहरू जित्यो भने यो दिन्छ है देउसिरे भने भट्टाउ यता भट्टाउ
बटम ए बटम बटम भटक भन्नालाई हो बटम जाऊ न बटम सबजना चाहिँ भटाउ न ओ म घरबेटी भटक्कै सबैजना त्यहाँ बसौँ आहै आहै भन मेरो भैलो देउसी रे ए राम्ररी भन देउसी रे ओ यो घर कत्रो देउसी रे ओ मेरो एउटा औँला कत्रो देउसी तिमीहरू रे त अन्धो रहेछ घर पनि यो घर जस्तो लाग्यो रक्षा राई क्या ओ साइकलको रक्सी घन्टी खाएर आएछ यिनीहरू त घर हो चिन्दैन रहेछ घर हो कि के हो ओ साइकलको घन्टी देउसी रे ओ छिटो दिनु आन्टी 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 छिटो दिनु आन्टी निकै राति छोरा राम्रोसित भटाउ न तर केटी बनेर नआए चाहिँ भनेको छु म हो नभटाउ तिमीहरू गीत गाऊ गीत गाएर सुनाऊ एक एकजना भएर गिरौला छानामाथि गिरौला देउसी रे ओ छानामाथि गिरौला देउसी ओ हो हेरौ देखिन के पनि दिदीमा त मलाई अघि नदिएको थियो भटम है भटम ए भन मेरो साथी हो छानामाथि ओखर देउसी रे छानामाथि ओखर हुँदैन हो छानामाथि कहाँ ओखर तिमीले राखेछौ चुलाएर बस का छानामाथि ओखर यस्तो जेपाइटे भटाउनु ओ छानामाथि यो आन्टी जोकर ओए देउसी रे गीत पनि भट्टाइदिनु यस्तो हुँदैन बाबु हुन्छ हाम्रो नेपालमा चाहिँ पनि हुन्छ आतङ्ककारीहरू अलि पर जाऊ न भटाउन कि नजिकै अब घरै भट्काउनलाई जसले जेलबाट भागेर आएको त्यही आतङ्ककारी भन्छ त्यो हेरेर त हेर कपडा हेरेर त जेलबाट भागेर आएको त्यही भएर कि मैले पैसा नदिएको जेलबाट भागेर आएको मान्छे अस्ति प्रोटेस्टमा भागेर आएको थियौ त्यही हो तिमी जेलमा त म जेब्रा झोला बोकेर भागेको थिएँ एउटा झोला घरमै राखिरहेको छु भट्टाउन यार किन भट्टाएको तिमीहरू भटाउ ओ दोस्त भटाउ टिम भटाउ Hello. What's going on? Hello. Apple ko bang masa apple ko? Apple ko bang masa?